केटाहरूले मादर देखेको छ तपाईँ कब्रिस्तान छ हो हेर्नु त यो माथि सबै कब्रिस्तान हो यार। हेलो गाइज वेलकम ब्याक इन माई न्यू भ्लग आफ्टर लङ टाइम। कतै मिनी भ्लग मात्रै बनाउनु भनेर गाइज चाहिँ आज चाहिँ टक्क लगाएर होइन लङ भ्लग बनाइदिएको छु। आज चाहिँ एकदमै धेरै स्पेसल रहेको छ आजको भ्लग चाहिँ गाइज होइन एकदमै रमाइलो भ्लग रहेको छ, पक्कै पनि हेर्नु होला। फाइनल्ली गाइज है हामी चाहिँ अब आइपुग्यौँ खतरा ठाउँमा है त। ल होला हामी चाहिँ यही गाडीमा आएको हो चल्ती बिसाब लागेर हजुर त्यो फोटो खिच्ने ए ल हामी चाहिँ आज फाइनल्ली है गाइज आफ्टर लङ टाइम पछि एक दुई हप्ता 3 हप्ता भनौँ न 3 हप्ता पछि चाहिँ आज हामी फाइनल्ली घुम्न आएको छौँ सबैजना साथीहरू मिलेर चाहिँ। तपाईँले हेर्नु होला पक्कै पनि है यस्तो चिल ठाउँ छ कि हामी चाहिँ आज लगभग 6जना मिलेर साथीहरू घुम्न आएको। अब यस्तो खतरा चिल ठाउँमा घुम्न आएको छौँ, पक्कै पनि हजुरहरूलाई देखाउने नै छौँ है त। हेर्नु होला पक्कै पनि आजको हाम्रो एकदम दिन चाहिँ स्पेसल छ। आज त्यसै पनि स्पेसल हुन्छ हाम्रो दिन है, हेर्नु होला पक्कै पनि है। एकदमै खतरा सायद नेपालै भन्नुहुन्छ होला यो ठाउँलाई, यदि आजको ठाउँ हजुरलाई देखायो भने नेपालभन्दा कम छैन है। एकदमै राम्रो रमाइलो छ। केटामा चाहिँ केटाहरूलाई चाहिँ पिसाब लागेर मर्नु भयो भनेर कराइरहेको थिएँ। लगाइस हेर्दै गर्नु होला है त। अब एकछिन हिँड्नुपर्ने रहेछ डाँडा पुग्दाखेरि चाहिँ। अब लाग्दैन नि सल्टी बोसो घट्छ गाह्रो यहाँसम्म घट्यो ल सल्टी 5-6 किलो चाहिँ त्यति त फिक्स हो। त्यो त हिँड्नुपर्ने रहेछ यहाँ सबैभन्दा कालो पनि यस्तो चिज छ कि शीतल देवी देउतालाई भएको कि जाँदैछ है। तर नेपाल भन्दा पनि कम छैन गाइज है आज जान लागेको ठाउँमा चाहिँ। पक्कै पनि हेरेर प्रतिक्रिया दिनु होला कस्तो लाग्यो हजुरहरूलाई। आज हामी केटाहरूले मादर देखेको छ त खोइ खोइ केटा हो कालो मादर ए त्यहाँ हो कालो बादर रहेछ केटा हो। यिनीहरूले चाहिँ एक्लैदेखि हुन लखड्छ। जाउँ भयो जाउँ भयो पर्दैन आइपुग्न लाग्यो हामी फाइनल्ली। परिचय दिउँ त परिचय नदिउँ हाम्रो सोल्टी त्यहाँ टिकटक बनाउँदैछ फेरि। मेरो परिचय तिम्रो परिचय दिऊ ल ल ल मेरो घर कहाँ अरे भनिदिनु भन नि त। परिचय दिने मान्छे आफै भन्यो नि त नि। ठ्याक्कै परेको छ पूर्व भोजपुर जिल्ला आमचोक जिल्ला थोप्रा नि देखाउनु पर्यो नि त नि गाइडहरू हो। नाम के हो त नाम मेरो भनेको हजुर चिनी सम्झी सुरी टिकटक पनि बनाउनु पर्छ आज चाहिँ धेरै आउँछ गाइज है टिकटक भ्लग
फोटो भन्नै परेन हेर्नु होला पक्कै पनि हजुर ए ल हाम्रो साथीको टिकटक बनाइदिनु पर्यो है त ल हेर्दै गर्नु होला गाइस पक्कै पनि ओइ हामी त के हो यार कहाँ आयो जे जस्तो भयो नि फोटो चाहिँ हान्न पर्छ कहाँ आइपुग्यो हामी हो होइन यही फोटो ल यार कहाँ आइपुग्यो गाइस यार कब्रिस्तान हो नि होइन कब्रिस्तान छ हो हेर्नु त यो माथि सबै कब्रिस्तान हो यार गाइस यार बाप रे बाप हजुरले ज्यान पुरै ज्यान डाँडा रहेछ यार प्याराग्लाइडिङ गर्दैछ त्यहाँ पुग्नलाई 2 घण्टा पुरै यार हो कहाँ यार सल्ली टिकटक गरिहाल्छ गर्दै हुनुहुन्छ कहाँ आइपुग्यो त यार हामी त पुरै कब्रिस्तानमा हो आइपुग्यो त पुरै कता रहेछ सल्ली पसीना निकाल्नु पसीना निक्लियो रुख के देख्यो त्यहाँ पुरा दौडिँदैछ ऊ के रहेछ आज बेनाङतिर हुनुपर्ने माई गॉड पुरा रहेछ हौ मागा हाम्रो बिल्डिङ गाडीले घन्टा हिँडेको दाइ आउनु कपाल सिन देखिरहेको लास्ट टाइममा वेस्ट पोर्ट हाम्रो ठाउँ पनि देख्दो रहेछ फाइनल्ली गाइस हामी चाहिँ हाम्रो मेन गन्तव्यमा आइपुगिसकेका छौँ सोल्ली कस्तो फिल भयो कस्तो फिल भयो कि 2 शब्द अब 2-4 शब्द भन्दाखेरि चाहिँ ठिकै छ राम्रै लाग्यो अब खानेकुरा छ भने खानेकुरा पानीको प्यास धेरै लागेको छ पानी चाहिँ पाउँदिने होला छ त्यहाँ डाँडामा छौँ मलेसियामा पनि यसो डाँडा काँडा हुने रहेछ होइन र अनि नेपालमा भएको जस्तो फिल भयो कुनै दिन नेपालको फिल आयो भने यो डाँडामा आउने होइन 2-4 बोतल लिएर आउने टक्कसँग एमसी म्याकडोल कहिले सिग्नेचर पनि ल्याउनु पर्छ कहिले जेडी ल्याउनु पर्छ कहिले सेक्वा पनि ल्याउनु पर्छ भनेको गाइस जोडी आयो भने सही हुन्छ यहाँ खुसी लाग्यो जोडी आउँदा चाहिँ सही हुन्छ यस्तो ठाउँमा आएको छौँ कि हामीहरू लगभग 1 महिनापछि आएर यहाँ भित्र रुमबाटै बाहिर निस्केको थिएनौँ 1 महिनाबाट आज आयौँ हामीहरू हप्तामा 1 दिन छुट्टी हुन्छ तै पनि निस्केको थिएनौँ पसिना आइसकेपछि पसिना निस्क्यो काममा जति निस्किन्थेन त्योभन्दा बढी आज निस्क्यो हाम्रो प्रोफेसर भनेको हाम्रो सुरज दाइ हो मुलीबाट पनि पसिना आउनु टाउकोबाट पसिना आउनु ल गाइस अब देखाउनेछौँ हामी आइपुग्यो अब त्यस रमाइलो गर्दै हाँसखेल गर्दै फाइनली आइपुग्यौँ हामी चाहिँ यो टावर हो अहिले भ्यू देखाउने नै छौँ यहाँबाट कस्तो खाले भ्यू देख्छ पक्कै पनि तपाईँहरूलाई जानकारी दिने नै छौँ लोकेसन पनि दिनेछौँ जोडी हेर्छ अब भिजिट गर्नु होला सोल्टी आउन चाहने व्यक्तिहरूलाई केही भन्न चाहनुहुन्छ तलै राखे दुःख पाए अनि ल मेन पोइन्ट अझ केटी मान्छेहरूलाई बढी टिकटक चाहिन्छ गाडीमा आएन भने पसिनाले भिजिन्छ हजुरहरूलाई चाहिँ केटी मान्छे ल्याइसकेपछि गर्लफ्रेन्ड ल्याइसकेपछि
त्यसको लागि त अलिक जतन भएर हिँड्नु होला उचित व्यवस्था गरेर ल्याउनु होला कार लिएर आउनु होला अलिकति चिसो अजिङ्गरले तान्छेर सेफ्टी लिएर आउनु होला भनेर हजुरले केटी ल्याइसक्नुभयो भने गर्लफ्रेन्ड ल्याइसक्नुभयो अथवा होइन कोही पनि आउनुभयो यहाँ बाहिर बसौँ भन्ने जस्तो व्यवस्था छैन झाडीमा चाहिँ नजानु होला होइन ल गाइस अब यति चाहिँ याद गर्नु होला अब यो ठाउँमा आयो भने चाहिँ गाडी चाहिँ माथिसम्म आइपुग्दो रहेछ हामी चाहिँ हामीलाई थाहा थिएन फर्स्ट टाइम आएको हिँडेर आउनु पऱ्यो तर केही छैन रमाइलो भयो हिँड्दै आउँदा पनि ल ठिक छ अब देखाउने छ हजुरहरूलाई पक्कै पनि अहिले त भ्यू कस्तो देख्छ है त गाइस प्याराग्लाइडिङ प्यारासुट उडाउने ठाउँ पनि रहेछ यो है त ल हेर्दै गर्नु होला गाइस हामी चाहिँ अब फाइनल्ली मेन डेस्टिनेसनमा हामी आइपुग्यौँ मेन हामी के हेर्न आएको थियौँ के को लागि आएको थियौँ हामी आइपुग्यौँ ओहो कस्तो ठाउँ छ है बाप रे बाप अर्को कन्ट्रीमा नि केटा बबल छ त सोल्टी यहाँबाट हेर्नु कस्तो देखेछ प्यारासुट पनि उडाउने रहेछ आकाशमा के हो यस्तो राम्रो रहेछ ल हेर्नु खाली नभेट्ने त्यो छ प्याराग्लाइडिङ प्यारासुट उडाउनु लगाइरहेछ सम्झे हजुर डाँडामा भिडियो बनाउनु सोल्टी मास तलतिरबाट फुटेर आउँदा कति जान पाउँछ अरे यसको खुसियालीमा दुई त जान्छ होला रुममा गयो क्या उता गएपछि पटपट गएपछि यहाँबाट प्यारासुट उडाउँदो रहेछ क्या चाहिँ हावा अलिक कम लाग्छ हामी पनि प्याराग्लाइडिङ गर्न आएको छौँ हावा अलिक कम जल्दी प्याराग्लाइडिङ नगर्ने अब यसो मिलाएर गर्लफ्रेन्ड भइदिएको भए चाहिँ धेरै रमाइलो हुन्थ्यो होला अब भने उड्यो सही भन्छ अनि झर्छ कहाँ यिनीहरू ऊ चौर छ त दाइ ऊ तल त्यो चौरतिर झर्छ क्या यिनीहरू ल्यान्डिङ गर्छ ल आफूले भनेको ठाउँमा ल्यान्ड गर्न मिल्छ उनीहरूले अब उनीहरूको ल्यान्ड गर्ने ठाउँ हुन्छ दाइ अब हजुर त्यही हो त सोल्टी त्यो चौरमै हो जान्छ सोल्टी उनीहरू त घुम्छ नि पहिला त घुम्छ ल्यान्डिङ गर्ने घुमाउँदै ल्यान्डिङ गरेछ कि ओहो ठाउँ चिज छ पक्कै पनि आउनु होला समुद्र त्यो पछाडिको त्यो समुद्र चाहिँ त्यो चाहिँ नदी हो खोला हो त्यो पछाडिको पुरै समुद्र यो चाहिँ नदी हो कि खोला त्यो हाम्रो जोरवटा देखिन्छ नि यो पार्किङ एरिया बनाइयो फोटो पनि खिचियो अब साथीहरू टिकटक बनाउँदैछ अब रमाइलो हुँदैछ यस्तो मस्त आइरहेको छ होइन बाँकी केटाहरू माथि छ सुट गर्दैछौँ हेर्नु होला पक्कै पनि हामीले कतिवटा गानामा दुईवटा गानामा बनायो लगाएर भ्यूको मजा लिँदै अब घुमियो होइन रमाइलो गरियो जे होस् इन्जोय पनि भयो अब छुट्टीको दिनमा अब जे होस् छुट्टी मनाइयो भनौँ एकदम रमाइलो भयो अब चाहिँ एउटा मलको छ तिर जान लाग्यो हामी फाइनली हामी फर्किँदैछौँ अब फेरि पनि अब होइन गाइस यस्तै रमाइलो भ्लगहरू चाहिँ हामी लिएर आउने नै छौँ पक्कै पनि लाइक कमेन्ट हुन्छ भन्नु नि त माथि हुन्छ माथि बोलाउनु हामी चाहिँ अब रुमतिर जाँदा होइन गाइस गर्मी लास्टै भयो धेरै घुमियो धेरै फोटो खिच्यो धेरै टिकटक बनाइयो रमाइलो भयो सबैजना साथीहरू जान थाक्यो पनि अब गाडी पनि अब यहीँ आउनुपर्छ लिनलाई गाडीमा चढ्ने त्यहाँबाट है त ल अहिले केही भनिदिउँ त आज कस्तो भयो आजको ठिक
निकै हो होइन घुमघाम एक हप्ताको छुट्टीमा होइन मजै हो एक हप्ता होइन 3 हप्तापछि हामी आएको बल्ल आज होइन छुट्टी एक हप्ता काम गरेर रेगुलर एक हप्तापछि यतिको डुल्नु पाउँदा धेरै खुसी आज चाहिँ हाम्रो खासमा अब हप्तामा एकचोटि छुट्टी हुन्छ तर हामीले 3 हप्ता रेगुलर गरेर ओछ्यानमा आज चाहिँ टाइम मिलाएर घुम्न आएको जो आजको खुसी लागेछ आजको छुट्टी रमाइलै भयो आजको छुट्टी रमाइलै भयो आजको छुट्टीमा होइन अलिक रमाइलो भयो अब दाइहरूसँग घुम्नु पाएको छु आयो केटाहरू फेरि फोटो किन्न लाग्छ सबभन्दा कान्छो भाइ भएर होला धेरै ह्याप्पी छु दाइहरूको साथ पाएर त्यही भन्न चाहन्छु हस् त धन्यवाद फेरि पनि भेटिने छ हामी यस्तै यस्तै रमाइलो भ्लगको लागि पक्कै पनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला ओके बाई गाइज सी यु इन द नेक्स्ट भ्लग ओके बाई जय नेपाल